चिरञ्जीवेश। हजुरको नाम के हो? मेरो नाम अपरा सेनानी मोहन बहादुर थापा। अनि हजुरको जागिरको अनुभव बताउनुहोस् न। कति वर्ष? जागिरको अनुभव त म 16 वर्षमा जागिर खाएको। म 16 वर्ष हुँदैन जागिर खाएको। उस बेला पुलिसलाई 16 वर्षमा जागिर भर्ना गरिन्थ्यो। पुलिसको रिक्रुटमा 16 वर्षमा म भर्ना भएँ बगीखानामा। त्यहाँबाट शीतल निवासमा तालिम केन्द्रमा तालिम गरेँ 6 महिना। त्यसपछि सशस्त्र पुलिस भएर पाटन ब्यारेकमा बसेँ। अनि त्यहाँ 17 सालमा त्यहाँ बसेँ। 19 साल भएपछि हाम्रो सशस्त्र परेडलाई होमगार्डमा परिणत गर्यो। होमगार्डमा परिणत गर्यो। होमगार्ड चाहिँ आर्मी अन्तर्गतको अर्ध आर्मी बनाएर राख्यो। त्यसपछि 23 सालमा बर्दबाहिनीको झन्डा दिएर बर्दबहादुर गौड हुन आयो। पुरा आर्मी बनाइदियो। त्यसपछि म बर्दबहादुर गौडमा सिपाहीमै बर्दबहादुर गौडमा हुन्जेलसम्म म सिपाही नै थिएँ। हामी उताबाट आएको हुनाले यतातिर हलदार धेरै थिए प्लाटुनमा। अनि हलदार खाली हुन्छ नि लेसनायक हुन्छ। हामी सिपाही लेसनायक हुन त पाएनौँ। बल्ल 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 अनिखेरि म चाहिँ लेसनायक भएँ। 5 वर्ष नोकरी पुगेपछि 3rd क्लास बुझाइ त्यहीँ आर्मी 3rd क्लास है। अनि 6 वर्ष पुगेपछि लेसनायक भएँ। अनि 2 वर्ष पछाडि नायक भएँ। अनि 25 सालमा फेरि हलदार भएँ। 27 सालमा कम्पनी हलदार मेजर भएँ। 29 सालमा बटालियन हलदार मेजर भएँ। बटालियन हलदार मेजर हुँदा कोही 1 महिना कोही वर्ष दिनदेखि बढी कोही बस्ने थिएन। मेरो पालामा जमदारको पर्सन रोकेर 5 वर्षसम्म राखिदियो। अनि मलाई अलिक घाटा भयो। अनि त्यसपछि बल्ल बल्ल म 31 सालमा चाहिँ जमदार भएँ। म जमदार हुनासाथ फेरि आर्मीमा क्याडेट लड्नुलाई 3 वर्ष सर राखिदियो। 3 वर्ष जमदार भएको पुगेपछि 3 वर्ष सर पुग्यो। अनिखेरि क्याडेट माग्यो। त्यही बेला म क्याडेटमा गएँ। त्यो साल नगरेमा पट्टिवर हुन्थ्यो। यता पेन्सन पाक्यो जमदारको। अनि पट्टिवर नै खोल्यो। अनि त्यहाँ जाँच दिएँ। 227 जना दिएको थिएँ। बल्ल बल्ल हाम्रो 8 जना बाँकी रहे। 8 जना टोलीको हामी क्याडेट सेलेक्ट भयौँ। अनि रविन्द्र जसाबहरूको टोली 9 जना थिए। उनीहरूको टोली 9 जनामा हामीलाई 8 जनालाई मिसाएर 17 जनाको अनि पासिङ आउट गराएर अनि एकैचोटि फिल्ड लाग्यो रविन्द्र जसाबहरूले हामीले सँगसँगै। उनीहरूको 9 जना टोली हामी चाहिँ 8 जना टोली गरेर 17 जनाको। त्यति बेलाको पल्टनमा अनि खाना लाउन के व्यवस्था गरेको थियो सरकारले? त्यो बेलामा हामीले 6 महिनासम्म पुलिसमा आफ्नै यही कमिसोरल स्टेकोट लगाएर परेड खेलेर हामी लुगै नलाइकन पासिङ आउट हुन्जेलसम्म हामीलाई सरकारी लुगै थिएन। त्यसपछि पास भएर कम्पनीमा गएपछि अनि आफैले आफ्नै पैसाले लुगा एक जोर हालेर अनि ड्युटी गर्नु पर्थ्यो। अनि पछि आर्मीमा आएपछि कपडाहरू किन्नु पर्थ्यो। अनि कपडा किन्नलाई पछि आर्मीले 5 रुपियाँ क्लोदिङ भत्ता भनेर महिनामा 5 रुपियाँ चाहिँ भत्ता थपिदियो पछि लास्टमा गएर। त्यस बेलासम्म सबै थोक किन्नु पर्थ्यो कपडाहरू आफैले। एकचोटि चाहिँ दिन्थ्यो 1 सर र त्यसपछि चाहिँ सबै किन्नुपर्ने। अनि अफिसर भएपछि तपाईँलाई कस्तो अनुभव भयो? अनि के सुविधाहरू थप गरिएको थियो त? तालिम हुन्जेलसम्म हामीले जमदारकै तलब खायौँ 190 रुपियाँ। अनि लकडाउन भएपछि 600 रुपियाँ तलब भयो। अनि 600 रुपियाँ तलब खाएपछि कति नै पैसा भइहाल्यो। हाम्रो तलब 600 रुपियाँ भयो। अनि त्यसपछि चाँडै नै यो 46 साल लागिहाल्यो। 46 साल लागेपछि
गिरिजा प्रसादहरूको मन्त्रीमण्डल आएपछि एकैचोटि 1300 भइदियो। हाम्रो त कति नै पैसा भयो जस्तो भयो, 1-2 महिना। त्यसपछि त मोगीले उस्तै भइहाल्यो। अहिले हामीले जागिर छोड्ने बेलासम्ममा हाम्रो तलब धेरै थिएन, 27। अहिले चाहिँ तपाईँको पेन्सन कति आउँछ? अहिले मेरो पेन्सन 35,380 आउँछ। तलब चाहिँ हाम्रो 600 सुरु भयो, 600बाट 1300 भयो, 1300बाट 2700 भयो, अनि 4000 भयो। त्यसो गरी बढ्दै भयो। मैले जाहिर पेन्सन छोड्ने बेला 2700 मात्रै थियो मेरो पेन्सन। पछि तलब थपिँदै जाँदाखेरि पेन्सन अलिअलि थपिदियो र अलिकति भयो। तर अहिले छोड्ने बेला भन्दा हामीहरूको धेरै कमी छ। पहिलाको समयमा शान्ति मिसन पनि पठाउँथ्यो अरे, अनि कहाँ जानुहुन्थ्यो त? शान्ति सेना म 2035 सालमा गएँ एकचोटि। जमदार हुँदै गएको थिएँ बर्दवारगढबाट। पछि म कप्तान भएपछि गुल्म 22 भएर 45 सालमा गएँ एकचोटि। पहिला जाँदाखेरि हामीलाई दिनको महिनाको 300 रुपियाँ डलर मात्रै थियो। पछि चाहिँ अलिकति बढिया थियो। त्यो बेला पहिला जाँदाखेरि हामीलाई 12 रुपियाँ थियो 1 डलरको भाउ। नेपाली रुपियाँ 12 रुपियाँमा 1 डलर आउँथ्यो। त्यो बेला पैसा धेरै हुन्थेन। अनि कुन कुन देश जानुभयो त? म लेबनान मात्रै गएँ। पहिला पनि लेबनान गएको, पछि पनि म लेबनानै गएको हो। अनि पछि जाँदाखेरि 12-15 हजार जति पैसा गयो। पहिला जाँदाखेरि 8-9 हजार पैसा गराएर आमाको गनासा मिलाएर अनिखेरि घर घडेली किनी, 1.5 पनि जगाएर भयो। 3 तले घर भएको। ऊ बेलाको पाको इँटको झिङ्गी छानो भएको घर किनेको थिएँ। अनि त्यसैमा छोरी सबै हुर्केका। पछिल्लोचोटि 45 सालमा गएर 8-9 हजार मागेको छु। थप गराएर अनि 1 रोपनी जग्गा किनेँ। 2.5 रोपनी खेत किनेँ गौरीको, त्यो बजिनीको आफ्नै खेतको साँचको भएको हुनाले। त्यति हो मेरो कमाइ पनि। ऊ आएको नि त्यति हो। त्यसैबाट पेन्सन र यही खेतीकोबाट छोराछोरीलाई जति सिकाइ पढाउने, बिहा गर्ने सबै थियो। त्यसैबाट चाहिँ मेरो सम्पन्न भयो। छोरीको बिहा पनि भयो, 3 जना नानीको बिहा पनि भयो। 7जनाको बिहा पनि गरेँ। त्यसपछि अब भन्नु न। हजुरको नेपालको कुन ठाउँमा पोस्टिङ भयो त? अनि मेरो अब कमिसन हुनासाथ लकडाउन भएँ। अनि ताराजल गुल्म 22 बनाएर पठाइदिएँ। त्यहाँ अलि दिन बसेँ। त्यसबाट जङ्गिया सभाको खानामा पोस्टिङ सर्यो। जङ्गिया सभा खानामा बस्नु परेन। त्यहीँबाट शान्ति सेना 45 सालमा हालिदियो। उताबाट आउनासाथ मलाई पिजी गणको कोर्टमास्टर कप्तानमा पठाइदियो। अनि पिजी गणमा ती छाउनेमा म पिजीमा कोर्टमास्टर भएर बसेँ। पिजी गणबाट चाहिँ म के अरे शान्ति सेनाबाट आएपछि म पिजी गणमा परेँ। अनि पिजी गणमा मजाले त्यहाँ 40 सालदेखिको 5 सालसम्म बसेर फेरि म बर्दवारगढ सुबाटार ब्यारे गएँ। सुबाटारबाट मलाई राजविराज पठाइदियो सप्तरी। अनि राजविराजमा बसेँ। राजविराजबाट फेरि नाम्चेमा मान्छे भएन, नाम्चे पठाइदियो। नाम्चेमा बसेँ। नाम्चेमाबाट आएर फेरि ओखलढुङ्गा बसेँ। ओखलढुङ्गाबाट आएर म फेरि धनकुटामा चाहिँ मिटिङ सिटिङमा मात्रै गइयो, बस्नु परेन। धनकुटामै गइ जान्छ। धरानमा नि आएर बसेँ। इटरीमा आएर बसेँ। त्यसबाट झापा ब्यारेकमा बसेँ। झापा ब्यारेकबाट चाहिँ फिदिममा गएर बसेँ। फिदिमबाट अनिखेरि म पोस्टिङ भएर फिदिमबाट म अनिखेरि यता आएपछि
अनि फेरि बर्दबारमा पहिला झापामा गइहालेँ है। अनि म त्यहाँबाट पश्चिमतिर चाहिँ म पहिला नै गइसकेको थिएँ। बर्दबार गर्नु हुँदैमा 2 चोटि धनगढी 3 वर्ष बस्यो। त्यहीँबाट दार्चुलामा बसेँ है। त्यहाँबाट नेपालगञ्ज जुम्लातिर चाहिँ घुम्न ओर्नु मात्रै जाइन्थ्यो, बस्नु परेन। खास ठाउँ त त्यति नै हो। लास्ट जङ्गिया सब खान बसेँ। लास्टमा तालिम केन्द्रमा त्रिशुलीमा बसेँ 1 वर्ष। 1 वर्ष त्यहाँ बसेपछि अनि काठमाडौँ जगदलगढमा आएर रिटायर हुने बेला 1 वर्ष बसेँ। मेरो 35 वर्ष नोकरी पुग्यो अनि म रिटायर भएँ 2051 साल कार्तिक 21 गते। 2016 साल कार्तिकमा भर्नुभएको म 2051 साल कार्तिक 21 गते मेरो रिटायर हो। अहिले रिटायर भएको पनि 31 वर्ष जति भइसक्यो। हजुरलाई अहिले जीवन के जस्तो लाग्छ त अहिले? जीवनमा यो पहिलो जन्ममा हामीले गरेको काम कर्तव्य के गर्न सकेका थियो त्यही अनुसारको अहिलेको समयमा भोग गर्न पाइँदछ। बढी गर्छु भनेर जानेर पनि जान्दिनँ, नजान्नेले पनि मैले जति आफूले लिएर आएको त्यहाँभन्दा बढी खोजेर पाइँदैन। त्यो भएको चिजलाई कसैले मेट्न सक्दैन, आफूसँग भएर चाहिँ आइहाल्छ। दुःख अति नै पर्छ, दुःख चाहिँ सहनुपर्छ। दुःख र सुख सूर्य उदास्दै हो। बिहान उज्यालो हुन्छ, बेलुकातिर अस्ताइ हाल्छ। दिउँसो मध्याह चर्किन्छ घाम, बिहान घाम बेग्लै हुन्छ, दिउँसो बेग्लै हुन्छ, मध्याहको बेग्लै हुन्छ। त्यस्तै नै हो जिन्दगी पनि। आज नराम्रो दुःख पऱ्यो भने एकैछिन सहेर बस्न सक्यो भने त्यो चाहिँ समय टर्छ अनि त्यो कुराहरू पनि घट्दै जान्छ अनि हराउँदै जान्छ। भाग्य नि त्यस्तै हो, बढ्दै आउँछ। त्यही ठिक मौकामा ठिक गर्न सक्नुपर्छ, त्यति मात्रै हो। आफूले चाहिँ मौका आउँछ पर्खिनुहुन्न, समयलाई कहिले खाली राख्नु हुँदैन। केही न केही उन्नति गरिराख्नुपर्छ। मनमा नराम्रो कहिले सोच्नुहुन्न, राम्रो सोच्नुपर्छ। माथिको कुरा मात्र सोध्ने, नराम्रो बिग्रिने दुःखको यस्तो कुरा सोध्नुहुन्न। के गरेर राम्रो हुन्छ त्यो कुरा सोध्ने। अनि जे आफूले म यस्तो हुनु पाए हुन्थ्यो भन्यो भने त्यस्तै हुन पाइन्छ। तर काम पनि त्यही गर्नु पऱ्यो, खटिनु पनि पऱ्यो, सहनु पनि पऱ्यो। ल म यो भएन भने झर्केर हिँडेर केही पनि हुँदैन। रिसाउनु हुन्न जिन्दगीमा कहिले पनि। आफूले आनन्दसँग बस्नुपर्छ। अब अरू यही घाम छाया हो जिन्दगी, आउँछ जान्छ त्यस्तिकै हो। अब यही नै हुन्छ भनेर अहिलेसम्म केही पनि जिन्दगीको भ्यू छैन। कोही समय दुःख भयो, कोही समय सुख भयो। बच्चा भएन भने छोरा पनि भए, छोरी पनि भए। अहिले पनि 2टा छोरा 2टा छोरी छन्, 2टा बुहारी छन्। अब यो छोरो मरे पनि 3टा नातिनी छन्, 5वटा पलातिनी छन् है। मेरो पनि 10 भाइ दाजुभाइ थिए, मेरो भाइ मात्र 7वटा हो। मेरो छोराहरू पनि 9वटा छन् कि क्या हो, दाजुभाइ सबै गरेर। अहिले अब मेरो भएको 2टा छोरामध्ये एउटा सुस्त मनस्थितिको छ, ऊ आनन्द घरमा बस्छ खान्छ, उसले हिसाब किताब काम गर्न सक्दैन। एउटा छोरो भएको डिएससी भइरहेछ, यही एउटा डिआइजी हुन्छ भने आजकल छु। त्यति हो। ल त्यति हो। मैले बिहा गरेँ भनिहालेँ है। 14 वर्षमा बिहा गरेँ, 16 वर्षमा जागिर खाएँ है। 51 वर्षमा रिटायर भएँ। अहिलेसम्म म हिँड्दैछु, खाँदैछु। अलि डायबिटिज र उसको सुगरको र प्रेसरको औषधि खान्छु। कहिले दिशा लाग्छ, कहिले के हुन्छ, यस्तै भइरहेछ। क्यान्सरको अपरेसन गरे अब सफल भयो, निको भयो। तर खाना अलिक पच्दैन, केही खाना गडबड भयो कि दिशा लागिहाल्छ, त्यति मात्रै हो। अरू खास रोग त त्यति साह्रो छैन। अब आँखा अलिक धमिलो हुँदै आयो, अरू ठिकै छ।